नपाए काशी जानु, न्याय नपाए गोर्खा जानु, भ्रष्टाचार गर्न नपाए केपी ओलीको क्याबिनेटमा आउनु। सामान्यज्यूले जसरी एक संगीन आरोप सरकारको नेतृत्व गरिरहेको सम्मान्य प्रधानमन्त्रीको नामै उच्चारण लिएर गर्नुभयो, यो विषयमा हाम्रो दलको गम्भीर ध्यान आकर्षण भएको छ। सम्मान्य सभामुख महोदय, यो विषय रेकर्डबाट हटाइनु पर्यो। अब गिनीतुङमा नाम लेखाउनु। नेपाल सगरमाथाको देश, भगवान गौतम बुद्धको देश भन्थे, अब भ्रष्टाचारीहरूको पनि देश हो भनेर नाम लेखाउनु। अब तपाईँहरूको अहिलेको सरकारले, नेपालको इतिहासले यो नजरलाई हेर्नेछ, किनभने भ्रष्टाचारीलाई संरक्षण गर्न पाइँदैन। यो सरकार यदि जनताको हितमा छ भने, यो सरकारले यदि देशको हितमा काम गरेको छ भने, यो सरकारले भ्रष्टाचारलाई न्यूनीकरण गर्नुपर्छ। आज रेकर्ड भयो, गिनिज बुकमा नाम लेखाउनुहोस्। अहिलेको सरकारलाई यो आदेश गर्नुहोस् कि भ्रष्टाचारीहरू आज गिरीबन्धु, त्यसै गरेर तपाईँको विभिन्न किसिमका काण्ड त मचाइयो हुँदा मन्त्रीको तपाईँको अडियो रेकर्ड आउँदासम्म मन्त्रीलाई पक्राउ नगर्ने, पक्राउ गरेर छानबिन गराउँछ। मान्य सभामुख महोदय, एउटा मन्त्री बहालवाला मन्त्रीहरू यसरी अडियो टेप प्रकरण काण्ड आउँदै गर्दा अहिले पनि भिजिट भिसामा मान्छेहरूलाई सेटिङका साथ गएका प्रमाणहरू सार्वजनिक हुँदासम्म पनि सरकार मौन भएको छ। खुला अडियो टेप रेकर्ड प्रकरणमा मन्त्री क्वार्टरमा पैसा दिएको छ, मन्त्रीले राजीनामा दिएर सकिएको हुन्छ। हामीले अख्तियार अनुसन्धान आयोग बनाएका छौँ यो देशमा। अख्तियार अनुसन्धान आयोगले के गरेर बसेको छ सम्माननीय सभामुख महोदय? नेपाल सरकारका गृह मन्त्रालय छ, त्यहाँभित्र विभिन्न भ्रष्टाचार न्यूनीकरण गर्नका लागि नयाँ तपाईँहरूका विभिन्न युनिटहरू छन्। ती युनिटले के हेरेर बसेका छन्? के मन्त्रीले तपाईँको राजीनामा दिने बित्तिकै समस्या समाधान हुन्छ? मन्त्रीलाई तत्काल पक्राउ गरियोस् र छानबिन गरियोस्। त्यति मात्र होइन, अन्य मन्त्रीहरूको नाम निकल्छ उनीहरूलाई मात्रै छानबिन गरियोस्।